हाम्रो प्रहरी सर पनि अब के छ अनि ठिक छ इट्स किड म्यान ए मुख धो Ready? 1, 2, eyes again. 3, go. Hello guys, welcome to RNK Vlogs. ल सबैजनालाई वेलकम टु RNK Vlog. के छ माइलुहरू ल आज त लक्ष्मी पूजा हैन के छ त अनि लक्ष्मी पूजा कस्तो भइरहेछ भन हौ हैन अनि अब तिहार पनि आयो हैन जिन्दगीमा जति हारहरू छ नि यी तिहारले सबै हारहरू हुन्छ नि हारहरू सबै लगेर जितहरूमा परिणत होस् हैन आजको भ्लग भनेको लक्ष्मी पूजाको भ्लग हो अनि हाम्रो आज फाइनल म्याच छ अस्तिको म्याचको भ्लग पनि हेर्नुभयो होला आज हाम्रो यहाँ फाइनल म्याच छ फाइनल म्याच अब चट्टोपारमा हेर्न हिँड्नेछौँ भाइ यहाँ छ आइ एम हियर Was it the voice? Was it the fire burning in me? All of the noise turned into choirs of harmony. Left me with the pieces of forever that you broke. But since you, ओ पाइलट राम्रोसँग उडौ मस्त पारामा I've been high. I've been high. Lately I've been ल हाम्रो प्रहरी सर पनि अब लुक्स दिइरहनु भएको छ अमिलो पिरो च्वास्से 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 एउटा पनि च्वास्से दाइ त होइन नि एउटा पनि च्वास्से दाइ त होइन नि त्यहाँनिर जानुपर्छ कि अमिलो पिरो च्वास्सै Have fun. ल के छ एक दुई जाओस् न त ल ल अमिलो पिरो च्वास्स गरेर खाइदिउँ न है 1 सेकेन्ड ल अमिलो पिरो च्वास्स गरेर खाइदिउँ न है च्वास्से हो दाइ च्वास्से हो दाइ आउँछ है च्वास्से होइन त अनुपे च्वास्से हो ल रमाइलो भइरहेछ यता पनि अर्को बन्दैछ गेम यता सुरुवात भइरहेछ ल हाम्रो आवास भाइ रिच किड म्यान रिच किड भाइ अब यो ड्रोनबाट खिचेर हामीले भक्तपुर काठमाडौँ हल्लाइदिनु हुन्थ्यो एकलोट अब ओ घिमिरो नानी के छ खबर ए कहाँबाट आइपुग्यो तिमी हो के छ म्यान कहिले आइपुग्यो नाक्नु छैन तिम्रो त के नाक्नुकै छैन हाम्रो मङ्गलपुर भर्छ सपुर एक सेकेन्ड कति एक एक भयो नि त कस्तो रमाइलो भइरहेको गेम हेर्नलाई ठिक छ रमाइलो के जाओस् न देखि शब्द
राम्रो छ के हुन्छ राम्रो छ पत्रकार सर त शब्द जाओस् न त आजको खेलको बारेमा ठिक छ राम्रो छ के ठिक छ राम्रो छ के क्यामेरा 100% भइदियो क्या हो जबरजस्ती हो के भन्नु जय माता दी हेर यहाँ जस आज फाइनल म्याच भयो बाइकदेखि लिएर मान्छे लस सक्छन् होइन ल अहिले चाहिँ भर्खरसम्म चाहिँ 2-1 भएको छ होइन अब धेरै मिनट पनि बाँकी छैन यार लगभग 4-5 मिनट बाँकी होला सो अब के हुन्छ हेर्दै जाउँ ल टोलीहरू सबजना घर बडाबड भाइसक्यो ल लट्स अफ क्रेज छ अब सबजना गुटुटु घर जाने बेला भइसक्यो अनि कस्तो भयो त नि आज रमाइलो भयो नि त सो फाइनल्ली सपुरले जित्यो 2-1 भयो होइन सेकेन्ड पोजिसन हामी भइहाल्यो फर्स्ट सपुर भयो ल अरे ल आम्मा जनसङ्ख्या ल त ल आजबाट खेल पनि समाप्त ओ यहाँ भाइ यता छ 2जना 3जना अब म यहाँ छु अब चट्ट घर गइदिउँ होइन सो रमाइलो भयो अब बेलुकाको अहिले कति बजे पखल्ला माइलोहरू म देखाउँछु 5 बजे छ हेर होइन अब चट्ट बाह्रमा झिलिमिली झिल्ला अब आज त बेलुका लास्टै रमाइलो हुन्छ नि त थाहा छ लक्ष्मी पूजा हो अब लक्ष्मी पूजा भएपछि लक्ष्मीलाई भित्राउनु पर्यो हेर होइन अब अलिअलि लक्ष्मी भित्राउनु पर्यो दसैँमा अलिअलि लक्ष्मी गएको छ तासमा पनि तास यता लङ्गर बुर्जामा अब अलिअलि लक्ष्मी भित्राउनु पर्ने मेन जरुरत छ हेर सो वी निड लक्ष्मी एनी आऊ त्यसैले आज हामीहरू लक्ष्मी पूजा गर्नुपर्छ होइन ओ के छ अनि तिमीहरू म्याच हेर्न नगएको त्यो त भएन नि हो सर यार के छ लक्ष्मी भित्राउनु लागिसक्यो हो ठिक ठिक के छ अनिस ठिक ठिक ल ल सुधी भाइ भेट्नुपर्छ मिलाएर ल भाइले पुऱ्याउनु गयो ल कान्छु ओ कसले चस्मा लगाएको यस्तो राम्रो के छ मायालु ल आऊ त ल ल सानी र दादा चस्मा लगाएको एउटा ल ल के भनिदिनु नि त एकलोटले चस्मा लगाएर हामीलाई कस्तो देखेछ त अनि आमा सानी बहिनी त कस्तो राम्रो देखेको नि थाहा छ सानी बहिनी र म चस्मा सारिदिने हो नै ओए ल ल अङ्कलले बनाइसक्नु भयो यहाँ कान्छो अङ्कलले अनि नयाँ एउटा सदस्य थपिएको छ ल हेर यहाँ बुझ्यौ काका बाउ कडा खालको आउँछ होला होइन त ठिक ठिक यतिको चाहिँ हुनुपर्छ यतिको काका बाउ कहाँ भेट्छ हो आमालाई त्यहाँ अब हुन्छ कस्तो किन रोएको त चाहिँ ए मुख धोको लक्ष्मी पूजा हो नि त अनि कति दिन भयो मुख नधोएको अनि अनि कस्तो मजा आइरहेको छ टोलीहरू ठिक छ राम्रोसँग बनाऊ तैँले चाहिँ के गरेछ तैँले त केही पनि गरेको छैन कसलाई पागल भने ओइ तँलाई डर लाग्दैन कहाँ गयो ल यो चाहिँ चट्ट फ्रन्ट भ्यू हो होइन बुझ्यौ यस्तो इन्ट्री हानेपछि आमामा ओ जय शम्भु वाउ
होस् यो घर कस्तो सेक्सी देखेको छैन माइलीहरू आम्मामा यो घरमा लास्टै मेमोरी छ अति रमाइलो गरेछ नि त टोलीहरू ठिक बानी हेलो लाइनिङ भयो छुट्टै छ उनीहरूको आमा छोरीको पारा यहाँ हेर्ने दर्शक यहीँ छ फेरि आम्मा कस्तो राम्रो देखियो त त्यहाँ त आम्मा के छ अनि ठिक छ दुई चारवटा जाओस् न त के छ र आम्मा यो त हाँस्दिनु ल आमा के छ अनि ठिक छ तिहार त आयो त हेर्दा हेर्दै होइन त रमाइलो भइरहेछ नि ठिक ल